समाचारमा स्वागत छ। सुरु गरौँ मुख्य समाचारबाट। आज हरितालिका तीज साथै हिन्दूहरूको छठ पर्व अर्थात् चर्चन पर्व मनाउँदै संविधान दिवसका दिन अर्थात् असोज 3 गते ब्ल्याक आउट गर्न राष्ट्रिय जनता पार्टीको निर्णय। आफ्नो चीनको स्वास्थ्य क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको प्रतिनिधि सभा सभामुख महराको भनाई। राष्ट्रिय सभाका अध्यक्ष तिमल सिन्हाले राष्ट्रिय सभाको विभिन्न समयमा सदस्यहरूले उठाएको विषयवस्तुप्रति गम्भीर भएर जवाब दिन सरकारको ध्यानकर्षण। र नेपाल चिकित्सक सङ्घद्वारा पूर्व घोषित आन्दोलन स्थगित। अब समाचार विस्तारमा। मधेसी हिन्दू आज छठ पर्व अर्थात् चर्चन पर्व मनाउँदैछ। यो पर्वमा चन्द्रमाको पूजा गरिन्छ। आज विशेष गरी महिलाहरू दिनभरि उपवास बसेर साँझको समयमा गणेश र चन्द्रमाका साथै अन्य देवी देवताको पूजापाठ गरी मनाउने परम्परा चौरचन मनाउने परम्परा रहेको छ। साँझ चन्द्रमालाई विविध पकवानका साथ फल एवं दही अर्पण गर्ने परम्परा छ। यो पर्वमा चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्रीहरू राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। स्कन्द पुराण अनुसार भगवान कृष्णमाथि लोभ वंशमित्रको हत्या गरेको आरोप लागेको थियो, जसले गर्दा चिन्तित भएका उनी नारदनको प्रेरणाबाट चन्द्रमाको पूजा गरेर आफूमाथि लागेको कलङ्कबाट मुक्त भएका थिए। चौरचनको व्रत र पूजा गर्ने पुरुष एवं स्त्री धनवान एवं पुत्रवान हुनुका साथै प्रसन्नचित हुने पुराणमा उल्लेख छ। त्यस्तै भविष्य पुराणमा उल्लेख गरिए अनुसार द्वापर युगमा भगवान कृष्णलाई श्वेतमक मरी चोरी गरेको भनेर मिथाङ कलङ्क लागेको थियो। त्यसैले यसको निवारणका लागि उनले चौथ चन्द्रको विधिपूर्वक पूजा गरेर मिथिला कलङ्कबाट मुक्त भएका थिए। यस पर्वमा गणेश तथा चन्द्रमाको विशेष पूजा हुन्छ। पतिको दीर्घायुका लागि आज बिहानैदेखि महिला उपवास बसेर हरितालिका तीज पर्व मनाइरहेका छन्। भद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गैरी घाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्। सखी पर्वता समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्। यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीज व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीहरूको मत रहेको छ। त्यसपल्ट तिथिको समयमा हेरफेर भएपछि हरितालिका तीज र छठ चन्द्र पर्व एकै दिन परेको हो। राष्ट्रिय जनता पार्टीले संविधान दिवसका दिन अर्थात् असोज 3 गते ब्ल्याक आउट गर्ने निर्णय गरेको छ। राजपा अध्यक्ष मण्डलको 2 चलेको बैठकले असोज 3 गतेलाई विरोध दिवसको रूपमा मनाउने भन्दै ब्ल्याक आउट सहितका कार्यक्रम गर्न जिल्ला सङ्गठनलाई सर्कुलर जारी गरेको हो। राजपाले असिन 3 गते दिउँसो विरोध प्रदर्शन र विरोध सभा गर्ने र साँझ 7 बजेदेखि 7:15 बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको छ। साथै विरोधका अन्य कार्यक्रम तय गर्ने जिम्मेवारी जिल्लाका नेताहरूले दिएको छ। त्यस्तै बैठकले पार्टीलाई सुदृढ बनाउने विषयमा पनि निर्णय गरेको छन्, जस अनुसार जिल्ला अध्यक्ष मण्डल र केन्द्रीय नेता बीच जिल्लामा बैठक गर्ने, जिल्लाका कार्यालयहरू व्यवस्थित ढङ्गले चलाउने, गाउँ टोल वडा गाउँपालिका नगरपालिकादेखि प्रतिनिधि सभा क्षेत्र स्तरका तदर्थ सङ्गठनहरूमा एक अध्यक्षीय
प्रणाली विकसित गर्ने सहित छन्। राजपा नेपालको केन्द्रीय अध्यक्ष मण्डलको भाद्र 25 र 26 गते बसेको बैठकले जिल्ला संयोजकका नाममा 11 बुँदे सर्कुलर जारी गरेको छ। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वायत्त क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको बताउनु भएको छ। चीनको स्वायत्त क्षेत्र तिब्बतको 5 दिने औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किनु भएको उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीमाझ आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेको बताउनु भएको हो। चीनको स्वशासी क्षेत्र तिब्बतको भ्रमण निकै फलदायी उपलब्धिमूलक रहेको हामीले निष्कर्ष छ र हामीले वास्तवमा चीन र नेपालको बिचमा खास गरेर चीनको स्वशासी क्षेत्र तिब्बत र नेपालको बिचको सम्बन्ध सुदृढ गर्नका निमित्त यो भ्रमण निकै उपलब्धिमूलक भएको हामीले ठानेका छौँ। सभामुख महराले तातोपानी नाका छिटै खुलाउने गरी चीनको आन्तरिक तयारी गरिरहेको पनि बताउनुभयो। तिब्बत सरकारका प्रमुखसँगको भेटमा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल भएको र छिटै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको सभामुख महराको भनाइ छ। सभामुख महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पुलको व्यवस्था भइरहेको पनि जानकारी दिनुभयो। र उहाँहरूले यसपटक अब रिकन्स्ट्रक्सन गर्ने भनेपछि आन्तरिक रूपले पुरै खुल्न तयारीमा लाग्नु भएको छ। यो पुलको एउटा कारण हो, त्यसमा चाहिँ पुल पुरै पुनर्निर्माण नहुन्जेलसम्म त्यहाँ अस्थायी रूपमा पुल सञ्चालन गरेर भए पनि सञ्चालन गर्ने पक्षमा हुनुहुन्छ। बाँकी अरू सबै कुरामा आन्तरिक तयारीमा पुरै अन्तिम चरण पुगेको हामीले पाएका छौँ। गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गर्नुभएको सभामुख महराले त्यहाँ आयोजित 4औं चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनीको उद्घाटन समारोहमा भाग लिनुभएको थियो। त्यसैगरी उहाँले तिब्बत बसाइको क्रममा तिब्बत सरकारका प्रमुखसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुभएको थियो। सभामुख महराले सोही भ्रमणको क्रममा लाल्सा स्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास पनि गर्नुभएको थियो। भवन पुरानो भएकाले नयाँ भवन निर्माणको शिलान्यासको कार्यक्रम पनि आफू सहभागी भएको सभामुख महराले जानकारी दिनुभयो। त्यसैगरी सभामुख महराले सोही कन्सुलर भवनबाट तातोपानी र रसुवा गढी निर्माण गर्न लागि चीन नेपाल नाका पुलको पनि शिलान्यास गर्नुभएको थियो। उहाँले ट्रान्स हिमालयन बिल्ड एन्ड रोड इन्टरनेसनल कोर्पोरेसन फोरमको बैठकमा पनि सम्बोधन गर्नुभएको थियो। सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद शान्तिमाया तामाङ, नेपाली काङ्ग्रेसकी सांसद रङ्गमती शाही, संघीय समाजवादी फोरम नेपालकी उमाशङ्कर अरबरिया, राष्ट्रिय जनता पार्टी नेपालकी एकबल मिया र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी हुनुभएको थियो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। कञ्चनपुरकी निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेको दिलीप सिंह विष्ट साधारण तारखेलमा छुटेका छन्। डिएनए टेस्ट नेगेटिभ आएपछि जिल्ला अदालत कञ्चनपुरले मङ्गलबार विष्टलाई साधारण तारिखमा निर्रिहा गर्न आदेश दिएको हो। प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो, तर मानसिक अवस्था ठिक नभएका व्यक्तिले अभियुक्त बनाएको भन्दै स्थानीयले विरोध गरेका थिए। विष्टसँगै आजल भनिने रोशनी बम र अनिता बम पनि छुटेका छन्। जिल्ला अदालतले आजललाई साधारण तारिखमा र अनितालाई 30,000 धरौटीमा छाड्ने आदेश भएको कञ्चनपुरका एसएसपी कुबेर सिंह कार्यालयले जानकारी दिनुभयो। 25 दिन म्याद हुन्छ। कुनै पनि मान्छेलाई नियन्त्रण लिएपछि 25 दिनभित्र त्यो सम्मानित अदालतमा अथवा सरकारी वकिल कार्यालयमा पुर्याइसक्नुपर्ने हुन्छ। अझै यद्यपि 2-3 दिन बाँकी छ। अहिले हाम्रो अन्तिम उसमा चाहिँ कानुनी अनुसन्धान गर्दै जाँदा जुन दिलीप सिंह विष्टको डिएनएको रिपोर्ट नेगेटिभ आयो र हामीसँग त्यसलाई चाहिँ अगाडि बढाउनु पर्ने अथवा म्याद पर्ने प्रशस्त अरू आधारहरू इभेन्ट्सहरू त्योसँग कन्सर्न नभेटिएको भएर हामीले निजलाई वकिलको सहमति अनुसार जिम्मा जवानीमा छोड्ने निर्णय भएको छ। आचल बम
भन्नेलाई पनि जिम्मा जवानीमा चाहिँ छोड्ने वकिल साहबले सहमति दिनुभएको छ भने अनिता बमलाई 30,000 धरौटीमा छोडिएको छ। अब त्यो प्रोसेसहरू बाँकी छ। यद्यपि यो भनिरहँदा उहाँहरूमाथि पनि हाम्रो अनुसन्धान जारी नै रहन्छ। यसको अर्थ के हो भने अब हिजो अस्तिको हामीले यदि अदालत पेश गरेको भए यसले चाहिँ फाइलहरूको चाहिँ हुन्छ, अहिले ओपन फाइल छ। हामी फेरि त्यो माथि पनि अनुसन्धान हुन्छ र अन्य प्रक्रियाबाट अनुसन्धान जारी रहन्छ। भएका मान्छेमाथि भोलि फेरि कुनै थप प्रमाणहरू फेला परे पनि उहाँ पनि अनुसन्धानको दायरामा आउनुहुन्छ। त्यो बाहेक अन्य घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको समेत प्रहरी उपनिरीक्षक कार्यालयले जानकारी दिनुभयो। साउन 10 गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्था साउन 11 गते उखुबारीमा शव भेटिएको थियो। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल सिन्हाले राष्ट्रिय सभाको विभिन्न समयमा सदस्यहरूले उठाएको विषयवस्तुप्रति गम्भीर भएर जवाब दिन सरकारको ध्यानकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको मङ्गलबारको बैठकमा अध्यक्ष तिमल सिन्हाले राष्ट्रिय सभाको शून्य समय विशेष समयमा उठेका विषयवस्तुप्रति गम्भीर बनी समयमै सम्बोधन गर्न सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गर्नुभएको हो। बैठकमा बोल्ने सदस्यहरूले कञ्चनपुरकी निर्मला पन्तको हत्या लगायत मुलुकभरका हत्याका घटना लगायत समसामयिक विषयमा बारम्बार सरकार र सम्बन्धित मन्त्रालयको ध्यानकर्षण गराए पनि त्यसबारे बैठकले जानकारी नगराइएको भन्दै सभामुखले सरकारले रुलिङ गर्न आग्रह गरेको थियो। त्यसपछि अध्यक्ष तिमल सिन्हाले बैठकमा उठेका सवालप्रति जिम्मेवार बन्दै समयमा सम्बोधन गर्न सम्बन्धित मन्त्रीहरूलाई रुलिङ गर्नुभएको हो। राष्ट्रिय सभाको 2075 साल भाद्र 12 गतेको बैठकको निर्णय अनुसार विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी पेश गर्नको लागि पठाइएको अपराध पीडित संरक्षण विधेयक 2075 माथि समितिले 2075 साल भाद्र 22, 24 र 25 गते गरी 3 पटक बैठक बसी कानुन न्याय तथा संसदीय मामिला मन्त्री विधेयकमाथि संशोधन प्रस्तावका प्रस्तोता मान्य सदस्यहरू, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका कर्मचारीहरूलाई समेत आमन्त्रण गरी उक्त बैठकमा घनीभूत छलफल भएको थियो। संघीय संसद बैठकमा उठेका विषय सरकार संवेदनशील नभएको भन्दै सांसदहरूले दैनिक जसो सरकारको ध्यानकर्षण गराउँदै आएका छन्। नेपाल चिकित्सक संघले पूर्व घोषित आन्दोलन स्थगित गरेको छ। संघद्वारा जारी विज्ञप्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढाएपछि आजबाट गर्ने भनिएको आन्दोलन सम्पूर्ण कार्यक्रम स्थगित गरेको उल्लेख छ। यद्यपि संघले देशभरका सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरूलाई सो एन्ड संशोधन नहुन्जेलसम्मका लागि दबावमूलक कार्यक्रम भने यथावत राख्न भनेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भदौ 18 गते भएको सहमति अनुसार संशोधन अघि बढाएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गरिएको प्रतिबद्धता अनुरूप यथाशीघ्र एन संशोधन नभएको खण्डमा नेपाल चिकित्सक संघले थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको तेलङ्गानामा बस दुर्घटना हुँदा कम्तीमा 53 जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्। एक मन्दिरबाट जगित्यालतर्फ फर्किँदै गरेको बस दुर्घटनामा परेको हो। बसमा 86 जना सवार थिए। दुर्घटनामा चालक श्रीनिवास सहितको 53 जनाको मृत्यु भएको सडक सुरक्षा प्राधिकरणका कृष्ण प्रसादले बताएका छन्। राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा दुःख व्यक्त गरेका छन्। मुख्यमन्त्री चन्द्रशेखरले मृतकका परिवारलाई 5-5 लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। बीबीसीका अनुसार दुर्घटनाग्रस्त बस अक्टोबर 2007मा किनिएको थियो र यो करिब 14,50,000 किलोमिटर गुडिसकेको थियो। यो दुर्घटनापछि परिवहन निगमका 14 लाख किलोमिटर भन्दा बढी चलिसकेका गाडीलाई चलाउन बन्देज गर्न निर्देशन दिएको छ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। आज हरितालिका दिन साथै हिन्दूहरूको छठ पर्व अर्थात् चैत्र पर्व मनाउँदै
संविधान दिवसका दिन अर्थात् असोज 3 गते ब्ल्याक आउट गर्न राष्ट्रिय जनता पार्टीको निर्णय। आफ्नो चिनको संसदीय क्षेत्र तिब्बतमा फलदायी रहेको प्रतिनिधि सभाका सभामुख खराको भनाई। राष्ट्रिय सभाका अध्यक्ष कुमार सिंहले राष्ट्रिय सभाको विभिन्न समयमा सदस्यहरूले उठाएको विषयवस्तुप्रति गम्भीर भएर जवाब दिन सरकारको ध्यान पर्छन्। र नेपाल चिकित्सक सङ्घ र पूर्व घोषित आन्दोलन स्थगित। हस्त अहिले र समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।